Dear friends, good morning everyone. म सुक्रात पौडेल खैरेनी 8 पर्सा चितवनबाट आज जुन यो बस्यौली स्कुलमा चितवन क्लब अफ चितवन इस्टबाट चाहिँ जुन चाहिँ यो न्यानो कपडा वितरण र खाद्यान्न वितरणको कार्यक्रम चाहिँ डिफरेन्सियल्ली एबल्ड चाइल्डहरूलाई जुन हामीले आज सम्पन्न गरेको छौं र यस्तो कार्यक्रमहरू हामी फेरि पनि गरि नै रहनेछौं। बाबुको नाम भन्देऊ न मलाई। मेरो नाम जोनिस तिमल सिन्हा। कतिमा पढ्छौ साना? तिमी 2 मा पढ्छौ। ल यति राम्रो बच्चा है। तिम्रो पढाइ कस्तो छ? राम्रो छ? पढाइ राम्रो छैन भने पनि पढाइ राम्रो बनाउन सकिन्छ ल है। पढाइ जस्तो नि बनाउनु, आफूलाई जीवनमा कहिले पनि कमजोर नठान्नु। कोही पनि कमजोर हुन्न बाबु, बुझ्यौ नि। म पनि डिफरेन्सियली एबल्ड नै थिएँ कुनै बेलामा, कुरा बुझ्यौ नि। म त यहाँ आइपुग्न सक्यो भने तिमी त झन् यङ जेनेरेसनको मान्छे, तिमी झन् बवाल हुन सक्छौ है। त्यो भएर नेभर लेट यु डाउन, नेभर एन्ड एभर लेट यु डाउन। यु क्यान डु वाट एभर यु वान्ट टु डु इन योर लाइफ, बट यु मस्ट ह्याभ स्ट्रङ डेडिकेसन। तिमीसँग एकदम बलियो शक्ति चाहिँ हुनुपर्छ। आफूलाई कहिल्यै पनि कमजोर ठान्नु हुन्न है बेटा। तिम्रो नाम के हो भन फेरि भन। आमोस के गिरी। ल ओ साथी भएर यस्तै हुनुपर्छ। उसले राम्रोसँग बोल्न अप्ठ्यारो हुँदाखेरि उसले चाहिँ भन्दियो। मेरो पहिला यतिको स्वर पनि आउँथेन सानो, बुझ्यौ नि। मैले धेरै मेहनत गरेर र यो आवाज आएको हो। त्यो भएर सकिन्छ, नसकिने भन्ने कुरा लाइफमा केही पनि हुँदैन। इफ यु हेभ स्ट्रङ डेडिकेसन देन यु क्यान डु एनिथिङ वाट एभर यु वान्ट टु डु इन योर लाइफ है। तिमी जिन्दगीमा जे चाहन्छौ बन्न सक्छौ, तर शिक्षकले भने मान्नु पर्यो, गुरुहरूलाई माया गर्नु पर्यो, अभिभावकले भने मान्नु पर्यो है। एकदम ज्ञानी भयो भने जे पनि गर्न सकिन्छ के हुन्छ। तिम्रो नाम के हो? सचिन चौधरी। तिम्रो घर यहीँ हो? ओके। अनि तिम्रो नाम के हो नानु? मनिषा? पलिसा। पलिसा के पछाडि के हो? सरनेम के हो तिम्रो? थर के हो? चौधरी हो। ए ल बोल्नुपर्छ ल। त्यो चुप लाएर कहिल्यै पनि नबस्ने। आएन भने शिक्षकलाई 100 चोटि सोध्ने। वी डोन्ट केयर। टिचर भनेकै सिकाउनलाई चाहिँ आउनु भएको, गुरुलाई माया गर्ने, 100 चोटि सोध्ने। जानिएन भने 1000 चोटि सोधिदिने के फरक पर्छ? हामी त पढ्ने विद्यार्थी त हो नि हैन है। त्यो भएर सोध्ने। टिचरहरूले एकदमै माया गर्छन्। टिचरहरूको लागि तिमीहरू छोराछोरी हो है। अनि तिम्रो नाम के हो? के भन त? नाकमा फोहोर लाग्छ। पुछ होइन। ठिक छ मेरो नि आउँथ्यो सिकान, केही छैन। पुछ सिकान ल जाऊ। अनि तिम्रो नाम के हो राजा? बुद्ध तामाङ। ए ल। अनि कतिमा पढ्ने बुद्ध? 4 मा पढ्ने। तिमी कतिमा पढ्ने साना? तिमी 5 मा। तिम्रो नाम के हो? सोहम कर्ण। ल तिम्रो नाम के हो? तिमी बोल्न जान्दैन, भोलि जान्छ तिमीले। डिफरेन्सियल्ली एबल चाइल्डहरू भने कस्तो हुन्छ भने नि, भगवानले उसलाई चाहिँ छुट्टै एउटा गुण चाहिँ दिएर पठाएको हुन्छ कि भोलि यही बच्चा युग पुरुष बन्न सक्छ। भोलि यही बच्चाले समाजमा उज्यालो छर्न सक्छ हैन। त्यो भएको कारणले गर्दा भगवानको क्रिएसन केही न केही कोही लागि पठाएको हैन। भगवानको सिर्जना केही न केही हुनकै लागि पठाएको। त्यो कारणले गर्दा जीवनमा कहिले पनि आफूलाई चाहिँ कमजोर ठान्नु हुँदैन। म पनि सानोमा एकदमै भगभगै थिएँ के दाइ, बोल्नै सक्थेन हैन। अब रेगुलर प्र्याक्टिस गरेँ, पढ्न खत्तमै थिएँ म। हैन, अब पढ्न खत्तमै थिएँ के। तर आज म मेडिकल ल्याब टेक्नोलोजिस्ट हुन पाएको छु, भन्न पाएको छु हजुरहरूलाई हैन। त्यो कारणले गर्दा वी क्यान डु एनिथिङ। हामी जे पनि गर्न सक्छौँ, तर मन बलियो बनाउनु पर्यो। आफूलाई कमजोर कहिले पनि नठान्ने। अब सुक्रात दाई एक दिन आएर तिमीहरू सबैजनाको मृगौला निशुल्क चेक गरिदिन्छ। फागुन 15 तिर आउँछु म, यही स्कुलमा आउँछु र आएर तिमीहरू सबैजना, तिम्रो टिचरहरू, तिम्रो सबैजनाको मृगौला म निशुल्क चेक गरिदिन्छु। अनि तिमीहरूलाई कसरी पढ्ने पनि सिकाउँछु। म पनि पहिला डिफरेन्सियल्ली एबल्ड चाइल्ड नै हो कि हैन। र त्यो डिफरेन्सियल्ली एबल चाइल्डबाट यहाँसम्म कसरी आइपुगेँ भन्ने कुराको डिस्टेन्स मलाई थाहा छ के। म कसरी यहाँसम्म आइपुगेँ त त्यो कुरा म तिमीहरूलाई सिकाउँछु। अनि तिमीहरू पनि एकदम राम्रो मान्छे बन्न सक्छ है। केही न केही गर्न सक्छ। सबैजनालाई सबै कुरा आउँछ भन्नु छैन
है सिक्दै जाने हो जिन्दगीले सिकाउँदै लान्छ जिन्दगीले सिकाउँदै लान्छ सिक्दै जाने हो सिकिसकेपछि गर्न सकिहाल्छ हाम्रो ब्रेन त छ नि त हामी आँखा देख्न सक्छ नि है सबैले त्यो लक्किएस्ट पार्ट हो कति मान्छेको आँखै छैन गाइज कति मान्छेले समाजलाई देख्नै सकेको छैन तिमीहरूले मलाई देख्न सकेको छ नि तिमीहरू भाग्यमानी हो तिमीहरूले मलाई सुन्न सकेको छ नि तिमीहरू भाग्यमानी हो तिमीहरू यो स्कुलमा आउन पाएको छ नि तिमीहरू भाग्यमानी हो र केही हुनकै लागि तिमीहरू यहाँ आएको तिमीहरू केही गर्नकै लागि यो स्कुलमा आएको कुरा बुझेन गाइज बुझ्यो क्लियरली बुझ्यो आफूलाई अब जीवनमा कमजोर ठान्ने होइन है त हुन्छ गाह्रो साह्रो पऱ्यो भने सुक्रात दाई पनि छ है मलाई सर भन्नु पर्दैन दाई अब फागुन 15 गते आएर तिमीहरू सबैको मृगौला चेक गरिदिन्छ है खुसी हेप्पी ए ल ल ए ल ल ल कति मिठो स्माइल ल ए ल ल थ्याङ्क यू सो मच गाइज वी क्यान डु इट भन वी क्यान डु इट वी क्यान डु भन ल वी क्यान डु we are the best we are the best we can raise अनि हामी एकदम ज्ञानी छौँ भन हामी हाम्रो चाहिँ टिचरले भनेको सबै कुरा मान्छु भन हो म एकदम ज्ञानी छु भन्ने म एकदम राम्रो छु भने बिहान उठ्ने बित्तिकै ऐना हेरेर आहा म कति राम्रो भनिदिने आहा भगवान् मलाई बनाइदिनु भयो म कति राम्रो रहेछु भन्ने है एकदम पोजिटिभ भाइब्सले फिल गर्नुपर्छ आफ्नो ब्रेनलाई ल बाबु तिम्रो नाम के हो ल अलि ओराउ राजा यस्तो राम्रो मान्छे अलि ओराउ ल यहाँ आऊ यहाँ दाइको अगाडि आऊ ल तिम्रो नाम के रे साना आलम ल आलम पछाडि के हो आलम पछाडि आलम थर के हो ल सोहेल आलम भनेको अस्सलाम वालेकुम भाइजान ए ल हो आफ्नो भगवानलाई माया गर्ने मान्छेको सधैँ प्रगति हुन्छ ठिक जोसुकैलाई मान धर्मको अर्थ व्यवहार हो तिम्रो व्यवहार कस्तो छ भन्ने कुरा हो तर मन सफा राख्नु पर्यो अनि कतिमा पढ्छ तिमी 5 मा पढ्छ ल अब एज सुन एज पोसिबल तिमी 10 मा पुग्छ 12 मा पुग्छ ब्याचलर गर्छ तिमी राम्रो मान्छे बन्छौ है बेटा ल यता हेर तिमी राम्रो मान्छे बन्छौ तिमीलाई कहाँ के सहयोग गर्नुपर्छ सुक्रात दाइ पनि छ बुझ्यौ नि कुरा है तिमीलाई मैले भेट्न पाउनु मेरो भाग्य भयो अब है तिमीलाई कहाँ के हेर्नुपर्छ कसरी गर्नुपर्छ म तिमीलाई गर्छु मैले सकेको गर्छु है बेटा बेस्ट हुने ल टिचरले भनेको चाहिँ एकदम मान ल गुड तिमी सबै विद्यार्थी भन्दा सबभन्दा ज्ञानी तिमी छ रे भन्नुभएको तिम्रो हेडमास्टरले मलाई हो ल हो रे ल एकदम राम्रो ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज अनि सबैजना शिक्षकहरू हजुरहरूलाई पनि मुरी धन्यवाद हामीलाई यहाँ आउन दिनुभयो यहाँ कार्यक्रम गर्न दिनुभयो र यी सबैजनाको सेवा गर्ने मौका दिनुभयो र तपाईहरुलाई उपहार भनेको चाहिँ फागुनको 15 तिर आएर तपाईहरु सबै शिक्षक लगायत सबै विद्यार्थीको मृगौला म निशुल्क चेक गर्दिन्छु अनि कसरी चेक गर्ने पनि सिकाउँछु अनि हरेक महिना चेक गर्ने हामीले है सर ल ओके थ्यांक यू सो मच